मैं तेरो दिल को राजा तै मन की रानी मैं तेरो दिल को राजा तै मन की रानी जो जो बना जा भयालै ऐसै हो परानी ओ मेरी निर्मला सम्झिरो एजन लौलो बारुदी उदासेलो मन ओ मेरी निर्मला सम्झिरो एजन लौलो बारुदी उदासेलो मन लौलो बारुदी उदासेलो मन ओ मेरी निर्मला सम्झिरो एजन लौलो बारुदी उदासेलो मन। एकदमै धन्यवाद छ हजुर। यो दर्शक महेश दाईको गाना हो यो। नमस्कार हजुरलाई स्वागत छ केएस तल्लो कार्यक्रममा। हजुर नमस्कार। नमस्कार, एकदमै स्वागत छ केएस। म गोविंद गरबटी आया हजुर ये खोज्दा खोज्दा ये कार्यक्रम थलो खोज्दा खोज्दा बडा मुस्किल जाएपछि आज 25 रुपैयाँ देख्न पाए। यसमा म धेरै खुसी छु र दोस्रो कुरो म के भन्नु भनेपछि मतलब पहिला यहाँका कार्यक्रम चलाउनेवाला छौँ भनेपछि यो कार्यक्रम दर्ता भएपछि सरकारबाट रेजिस्ट्रेसन सब कुछ क्युआर कोड जम्मै मिलेपछि यो दर्ता भयो हो के फुलले त्यसो आफ्नो मौज मस्तीले उली गरेर बनाइरहेछ। मैले त्यसरी यो भने मैले सोचौँ त्यो परपुरी नै नाइरहेछ हजुर। हेर इष्टमित्र हजुर पहिला यो त गरिहालेछ यो दर्ता गरेपछि गरिहालेछ। मलाई धेरै खुसी लाग्यो धेरै। अब मेरो बैतडी जिल्ला पाटन सगार गणेशपुर नरेश कुमार दिखे नाम हजुर। नमस्ते सबैलाई नमस्ते भन्न बेंगलोरमा चाहन्छु। हजुरलाई कति वर्ष भयो? बेंगलोरमा हो गयो हजुर 30 वर्ष हो गयो। ओहो 30 वर्षसम्म बेंगलोरमा बस्यो यति निको स्वर हजुरको यो क्या लुकाएर राखेर? यो लुकायो त नै हो क्या अब आफ्नो कामतिर व्यस्त हो क्या। उति बसा अब बाइचान्स कबाई सेती इथौथ अब गाउँ थियो अब कहीँ घुम्दै गएले कहीँ तो गाइन्थ्यो बस हो क्या। अब त्यो इन्ट्रेस्ट नै थियो के गाना निकालौँ गरौँ हरेक चिज भन्नाले अब यो केस थलोले अब तमिलनाडुमा जन्म गऱ्यो अङ्कलजीले। अब गयो उहाँ गयो अब गाना गाउनु पऱ्यो। अब गाइयो सबैले अब मन पराइदियो श्रोताले सबै दर्शकले अब गरिदियो। आज अब यो भेटघाटको कार्यक्रममा यी अङ्कल गाउँ आएर अब अङ्कलले केस थोलोमा एकदम एक दुई गाना भइज भने म भने गाउँ पनि ठिक छ। हजुरलाई यो केएस तल्लो कार्यक्रम कस्तो लाग्यो? एकदम राम्रो छ। अब त्यसरी कि अब मैले अब गाना कहीँ इथौँ गएर गाउँथ्यो अब थोडा पछाडि मान्छे लाइक गर्दा रहेन कमेन्ट गर्दा रहेन। अब केस थोलोबाट मेरो परिचय भयो। एकदम धन्यवाद छ अङ्कलजीलाई। हजुरलाई धेरै धन्यवाद छ। हजुरलाई ये पछि एकदम निका एल्बम गाइदिए भन्ने इसा अफर आएपछि कसो छ सोच? अब आइगाले अब गाउने गाउँदा नाइ भडाइ नाइ आयो त एजले हो कि अब त्यो इन्ट्रेस्ट नाइ थियो नि फेल्दा अब ठिक छ। पछाडि नाट्यो नि गाई पछाडि नाइ थियो नि गाडा बिजय हो गाते बिज धन्यवाद गाला बाटो खोल्नु एक अब भोजात भट्टको सरको गाना गाउँ। हजुर अस्ति गाए अब ना एक काँक्राला फलेका हुन्न भन्ने भोगाका बोले। ल सुरु गर्छ। काँक्रा फलेका हुन काँक्रा फलेका हुन घोगाका फुरैनी नन्दिनाको काटो अता एक फेली गुडैनी
गोरा आली दसैँ आली गोरा आली दसैँ आली मसोराई लाकली बनाइमा तो आहै बनाइमा तो मेरो भानमा त गाडैनी भागली है बनाइमा तो मेरो भानमा त गाडैनी भागली है लुडा पढे फोटो सै सोताना साउन साडका महिना जोग फुपाउना लुडा पढे फोटो सै सोकाना साउन साडका महिना जोग फुपाउना। एकदमै धन्यवाद दर्शकबिन जुन अहिले केसहरू कार्यक्रम हेर्दा छ हाम्रा नवउदित गायक हुन् त धेरै पुराना गायक हुन् तर अहिलेसम्म यसै सोसियल मिडियामा उनले नाइ गाइरहेको थियो। अहिले पिछलो उटी र तमिलनाडुको भ्रमणमा एक सांस्कृतिक कार्यक्रममा मैले उनलाई रिक्वेस्ट गरेँ कार्यक्रमले रिक्वेस्ट गरेँ कि हजुरको सुमधुर स्वरबाट भोजराज भट्ट सरले गाएको गीत सुनाइबक्स्यो भन्नाले हजुरहरूले धेरै माया गरिरहेछौ। आज उनीहरू हामीले भित्र लुकेका केही कला अवश्य हामीले बाहिर निकाल्ने कोसिस गरिरहेछौँ। कस्तो लाग्दछ कमेन्टहरू गरे। हाम्रा नरेश सरको स्वर कस्तो छ ये बच्चा उनले के गर्दो बड्यो ये गीत सङ्गीतमा भन्ने कुराले कमेन्टमा लेख्दा छेटाया। अनि ये बच्चा आज हाम्रा केएस तलमा एकदमै हाम्रा रिश्तेदार पनि एकदमै गेस्ट आइरहन् भारतको पन्जाबबाट। अहिले हजुरलाई जुनै यो कार्यक्रम हेर्दा छन् केएस ठुलोमा उनखाइ पन्जाबमा बसेर आफ्नो गाउँठाउँ नेपाल पाटनमा बसेका के भन्न चाहन्छ यो भारतको बेङ्गलोरमा हाम्रो भाषाको हाम्रो कला आफ्नो संस्कृति हम आफ्नै मान्छे भएको प्रोग्रामलाई के भन्न चाहन्छ हजुर कि हाम्रा केएस ठुलो प्रोग्रामकी माध्यमबाट हजुरका दुई शब्द। हजुर नमस्कार सबैलाई। म यो भन्न चाहन्छु कि यो कार्यक्रम थलोलाई आएपछि प्रमोसन गरिदिए अगाडि आफ्ना आएका कोही पनि कार्यक्रम हुन त भाइ फेरजन गरे यहाँ गरे त्यसैले बेङ्गलोरबाट आइमाका बारेमा एक दुई शब्द भन्न चाहन्छु म भने यसरी मतलब इथ जान्छौँ भनेबाट हाम्रो सुदूरपश्चिमतिरको त्यो रिवाज अहिलेसम्म चल्दैन जो जनामा इथोका जना त हाम्रो सुदूरपश्चिमका जुलाई मान्छे छौ हिजल रहे आफ्नो काम गर्दो आफ्नो रोटी गर्दो खाना आफ्नो काम गर्दो चमारो भन्न काम गरेर गए नानी गरेपछि खाया। मैले हजुर पन्जाबबाट आएपछि म सौभाग्य हुनु पाएँ। म धेरै धेरै खुसी छु हृदयदेखि। एक के तरका कार्यक्रमका सम्पूर्ण कार्यकर्ताहरूलाई पनि मेरो तर्फबाट धेरै धेरै धन्यवाद छ भन्न चाहन्छु। येमा कसैलाई आफ्नो मतलब प्रोत्साहन दिया हजुर इता उता जानु भन्न इतिमा निको हुने भने म तब आफ्नै बैतडकी भाषामा बोल्दा रे बैतडको मान्छे तब मलाई लावरको भाषा नहुने रहेछ लावरको भाषा नै हम यही कार्यक्रममा यिनै निका मान्नु डेउडा यी निका मान्नु इसाई हिसाबका हामीलाई निकुलाई लाग्छ हजुर तमलाई कस्तो लाग्छ शेयर कमेन्ट सब्सक्राइब गरिदिया यो कार्यक्रम थाला के कार्यक्रम थाला फाउन्डेसन थालालाई अगाडि बढाउने कोसिस गरिदिया भनेपछि दुई हात जोडी बिन्ती गर्न चाहन्छु। हजुर एक गीत गाउन लाग्यो भोजराज दाइको मैले मन पराइदिया पैया गुडन लाग्या बम्बई जाने रेलगाडी का पैया गुडन लाग्या अब छुटन लाग्या पहाड का डाँडा खोला अब छुटन लाग्या धोइदिने कोही छैन टोपी मैली धोती मैली धोइदिने कोही छैन रोइदिने कोही छैन परदेश मरन्याका रोइदिने कोही छैन। धन्यवाद हजुर सोर्मिनु भाइलाई पुष्ण दिएका धन्यवाद। म पन्जाबबाट आएँ हजुर पाटनको मान्छे पन्जाबबाट आएँ प्रगतिशील लोकतान्त्रिक जनता समाजवादी पार्टीको केन्द्रीय म सह सल्लाहकार हूँ।
तै नतालाई इनले मलाई मतलब न्युतो गरेर आयो कब उन्यो भने त्यहाँ म हजुर पुग्यो हजुर त्यहाँ सबैका माया दयाले म घुम फेरबटी त्यो पुग्यो हजुर मैले अब ठिकै छ अब अरू भन्ने कुरा केही नै हजुर यही कार्यक्रम थलालाई सम्झिबटी सबै मतलब याद गरेबटी खालि याद नआयो गरी आएबटी कन्जेना कार्यक्रम बनाए मुजुर्गालाई बनाएबटी बस्दिया भन्न चाहनु धन्यवाद। एकदम बहुत ही निकी कुरा भए बहुत ही दर्शकलाई सम्झा दिया एकदम धन्यवाद छ हजुरलाई। एकदम हाम्रो कार्यक्रममा आया देखभरि यति खुसी लाग्दैछ आज जो कि कई सालबटी हम तम हमलाई एकदम फ्लो गरेर राखन्थ्या तमला प्रोग्रामलाई हम यमके हेरन्थ्या भारतको पन्जाबमा एकदमै नाम चल्ने व्यक्तित्व भए हुनाले आज हजुर बेङ्गलोरमा आइगए हामीसित भेटघाट भयो अनि हजुरलाई कस्तो लाग्दैछ दुई कुरा आफ्नै बारेमा अहिले अनि आफ्नो परिचयलाई। नमस्कार हजुर सबैलाई नमस्कार छ। यस कार्यक्रम केस थलोका सम्पूर्ण अभियन्ताहरूलाई मेरो तर्फबाट 2 हात जोडी नमस्कार छ। मैं पंजाबबाट आया हूँ। यहाँ हजुर ये कार्यक्रम हेर्दा मलाई करीबन हो गया 5-6 वर्ष हो गया। तग्दा कहाँ रहेछ यो कथा रहेछ यो कहाँ चलाउने हामीले यो क्या रहेछ भनेपछि भन्ना चाहिँ यहाँबाट प्रत्यक्ष रूपले तग्या हजुर मैले यहाँ त धेरै कुछ रहेछ यहाँबाट त स्वर्ग गए बराबर भयो मलाई त क्या भनेपछि यहाँ एमा हमारा गरिब बुद्ध हमारा नेपाली दाजुभाइको कार्यक्रमका अन्ततिर छौँ। अन्तमा अहिले आज यिनीहरू सुमधुर स्वरबाट एकदमै गाना एकदम गीत इसो गाउनाले जो कवायती शब्द नसिकिने यति मिठो स्वर नागेशलाई फेरि आग्रह गर्दा यो सुनिदिया। डाळेल थोरा बैताळीका डाळेल थोरा बैताळीका बिचमा पटाना तोय बिना मुस्किल भयो जिन्दगी काटन मत कसरी रान्या हो अनितायै बिरना देशमत कसरी रान्या हो अनितायै बिरना देशमत जुडाइदिएको दैवले जुडाइदिएको एकदमै लुकी छिपी रहेका कलाकारलाई उजगार गर्ने थलो भनेको यही हो केएस थलो। विगत 1 हप्ता पहिले 2 हप्ता पहिले हाम्रा एकदमै चर्चामा आइरहन् अहिले एकदमै स्वर समाजका धनी आफ्नो कलालाई यति दिनसम्म काम लुकाइरहेका थिए और यति निको स्वर समाजका धनी नरेश कुमार सर आज केएसहरू कार्यक्रममा आइरहन्। ल धन्यवाद सबैलाई एकदमै छुट्टिने मन त नाइथ्यो समयले नेटो काटी भन्न चाहनु हस् त बाई बाई।